हेलो गाइस, गुड मर्निङ, नमस्ते, टास्दिले अनि सेवारो है। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। तपाईँहरूको दिनको सुरुवात के कसो भयो है। मेरो चाहिँ दिनको सुरुवात भइसकेको छ। मेरो चाहिँ दिनको सुरुवात यसबाट भएको छ है साथीहरू। र है दिनको सुरुवात भइसकेको छ मेरो। अनि आजको दिनभरि म के काम गर्छु कसो गर्छु सबै तपाईँहरूलाई अपडेट दिनेछु। मेरो भिडियोलाई स्किप नगरिकन हेरिदिन्छु ल। म चाहिँ अहिले घाँस काट्नु आँटेको। अब चाहिँ म घाँस काट्नु लागेको साथीहरू। अहिले चाहिँ मैले फाइनली घाँस पनि काटेर बारी पुऱ्याइसकेँ हो। अब चाहिँ यो बारीलाई घाँसको बारीलाई बाँधेर चाहिँ हेलो साथीहरू, तपाईँहरू को चाहिँ यसरी माइत जाँदाखेरि घाँस बोकेर हिँड्छ। हामी त माइत जाँदा यसरी घाँसहरू बोकेर हिँड्छौँ है। तपाईँहरू त रङ बियर फलफुल बोकेर हिँड्छ होला। हामी त गरिब मान्छे यसरी घाँस बोकेर हिँड्छौँ। यसरी म जस्तै घाँस बोकेर हिँड्छ कमेन्ट गर्नुहोस् है। माइतमा कसैली माइत नजिक हुनु पनि साह्रो रहेछ हौ। घरमा मान्छे छैन हो, गाई बस्तु पालेको छ, आमा एक्लै छ। अनि घाँस बारी बोकेर पुऱ्याइदिएन भने त फेरि घिउ छुर्पी दुध दहीहरू खानु पाउँदैन। त्यति दुःख गर्नै पर्यो खानुको लागि भए पनि। हाम्रो चाहिँ ससुरालीदेखि माइत गाडीमा यसरी लान्छ घाँसहरू। कसको ज्वाइँहरू ससुरालीमा जाँदाखेरि चाहिँ यस्तो घाँस बोकेर हिँड्छ कमेन्ट गर्नुहोस् होला। अन्त यस्तो खाली बट्टाहरू त्यसमा चाहिँ भरे बढेर ल्याउने। अहिले चाहिँ है दादामाथि घरमा माथि घाँस पुऱ्याएर फर्केर आइपुगिसक्नुभयो है। बिचरा आमाले माथिबाट के पठाइदिनु भएछ म तपाईँहरूलाई देखाउँछु ल। एक बट्टा यो चाहिँ दही हो है, यो चाहिँ दुध पठाइदिनु भएछ फुङ्गामाको लागि भनेर। आज तपाईँहरूको दिन कसरी बित्यो है। मेरो चाहिँ आजको दिन यसरी बितेको छ। अनि तपाईँहरूको दिन कसरी बित्यो कमेन्ट गरिदिनुहोस् होला है। अनि जसले पनि मेरो ब्लग हेर्नुहुँदैछ, मलाई माया गर्नुहुँदैछ है, यसरी नै सधैँभरि तपाईँहरूको माया अनि साथ सपोर्ट मलाई गरिरहनुहोस् होला। अनि मेरो भिडियोलाई हेरेर लास्टमा कमेन्ट अनि सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला है। आजको लागि यति नै। अब म मेरो ब्लगलाई यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई।